Guys, good morning. Welcome to my mini vlog of day 7. बिचरा इनको मुखै गयो हामी फिल्ड जान रेडी भइसकेको छौँ गाइस। आज हाम्रो यस सकिने भनेको यिनीहरू ढिला उठ्छन् भने हामीलाई उठाउँछ नि यसले। म छोडिदिन्छु भने म सुते भन्छु। यस्ता छन् उसको नि आँखा बन्द यसको नि आँखा बन्द। ल गाइस हामी फिल्ड निस्क्यौँ। बाइ बाइ। हामी रुममा गई उठाइ जाँदैछौँ। हामी हाम्रो फिल्डमा स्टेसनमा पुगिसकेका छौँ। साथीले यहाँ इन्स्ट्रुमेन्ट सेटअप गर्दैछ। यहाँ खोला कलल बग्दैछ। अर्को साथीले त्यहाँ प्रिजम राखेको छ। म भिडियो बनाउँदैछु। इन्स्ट्रुमेन्ट सेटअप नगरेसम्म त यस्तै हो। सर्प देख्यो गाइस, दुईटा सर्प देख्यो। कहाँ गयो यार, फेरि पानीमा छिरिगयो। यस सकेर अब हामी ब्रिज चलाउँछौँ। यो खोलामा हेर्नु सबभन्दा छोटो बाटो कहाँ छ? यो खोलामा हामीले ब्रिज बनाउने पुल बनाउने हो। सरिया पुलको छौँ। ब्रिज सर्वे गर्न जान लाथ्यौँ। पानीले यस्तो गर्यो। त्यतिकैमा सरले यहाँ खाजा दिनु भयो। अब खाने त्यसपछि पानी रहेपछि फिल्डमा जानु। फिल्डमा काम गरेपछि यसरी यस्तो खाजा पाइन्छ। कस्तो हुँदैछ साथीहरू, खाजा कस्तो लाग्यो? इन्जिनियरिङ पढेपछि यस्तै त हो त। अनि दाल भात बोकेर आउनु सक्छ फिल्डमा। हामी यहाँ ब्रिज सर्वे गर्दै थियौँ। गर्दा अब फर्किनु पर्यो। रात परिसक्यो। अब फर्किँदै अब भोलि गर्ने कन्टिन्यू। आइडिया लाउँदै प्लानिङ गर्दै दिन जाने रहेछ। कति छिटो दिन जान्छ भने अब हामी होटल जानु भएको छौँ। आहा कस्तो राम्रो मन्दिर, चित्रसेन बाबा मन्दिर है। यहाँनिर आरती पनि हुने रहेछ। यहाँनिर हुने त रेस्टुरेन्ट रहेछ गाइस, कन्फ्युज भएन। मन्दिर त अगाडि रहेछ। सर तपाईँ बाटो छोडिदिनुहोस् त, यसरी बाटो जाम नगरिदिनुहोस् त। हाम्रो चितवनमा यहाँ वर्ल्ड कपको प्रिपरेसन पनि चलिरहेछ। तपाईँहरू कुन टिमको सपोर्टर हो? म त फुटबल खासै हेर्दैन। CR7 र मेस्सीको नाम त सुने हौ। फिल्डबाट आयो। अब फ्रेस भएर रेडी भएर आज हाम्रो बार्बिक्यू छ अरे। भेज मान्छे म अब केही खाने हो कि होइन, तर रमाइलो चाहिँ गर्नुपर्छ। थकान धेरै भयो भनेर सरले हाम्रो लागि बार्बिक्यू राख्नु भएको दिन छ। अब हामी बार्बिक्यू गर्नलाई जान लाग्यो। ल अब त्यहाँ गएर रमाइलो गरौँ है। हामी यहाँ सौराहाको सनसेट भ्यूमा हामीलाई सरले बार्बिक्यू अर्गनाइज गर्नुभएको। एक्साइटेड फर बार्बिक्यू। अब होटल चाहिँ सनसेट भ्यू, तर तपाईँहरू चाहिँ इभिनिङ भ्यू लिनुहोस् ल। यो चाहिँ राप्ती बुढी खोला, यसमा क्रोकोडाइल पाइन्छ। साथीहरू बार्बिक्यू अब लाइभवाला त होइन, खाँदै तर भेजवाला मान्छे पनि। के छ भेज? हामी भेज। खै के म त देखिँदै यार, के देखिँदो रहेछ यार। म त झनै देखिनँ। कालो मान्छे देखिँदैन खास। सिटिङ एरियाहरू चाहिँ यसरी छ है गाइजहरू। राम्रो ठाउँ छ है मान्छेहरू आएर यहाँ। हुन त टुरिस्ट स्पोट हो, त्यही भएर यहाँ रमाइलो त गर्न पाइन्छ। यतातिर चाहिँ रियल बार्बिक्यू, यतातिर चाहिँ भेज बार्बिक्यूमा अब यति आयो भने कमसेकम सम्झिराख्नु मान्छेहरूले। हामी बार्बिक्यू गरेर फर्किसकेका छौँ। अब हामी कोठातिर जान लाग्छौँ। हामीले चाहिँ होइन बार्बिक्यू गरेर पनिर खाएर पनिर पकौडा अनि प्याज पकौडा पनि आइहाल्छ। ल अब जान्छौँ। गुड नाइट गाइस।